वेलकम टु ब्याक माई न्यू ब्लग। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। एस म पनि बिन्दास। आज धेरै समयपछि फेरि अर्को नयाँ इन्ट्रेस्टिङ खालको ब्लग लिएर आइसकेको छु म। तर के गर्नु, देखाउन लायक केही छैन यो मेरो जीवनमा, केही छैन। किन छैन भनेपछि बिहान 8 बजी उठ्यो, यति एक थाल भात घिच्यो र फेरि स्कुलतिर टङ्ग्रा यही खोलाको बाटो, यही बाटो हिँड्यो, स्कुल गयो, साथीहरूसित पतारक पुरुङ गफ हान्यो, पढ्यो यतिकिन, लेख्यो यतिकिन। त्यस्तै छ जिन्दगी। भोलिबाट पढ्छु भन्दा भन्दै पनि 10 पास गरेर 11 को इक्जाम पनि आउन लागिसक्यो। प्रगति हुन्न। बिहान 5 बजेको अलार्म 8 बजे उठ्छु। म जस्तो खतरनाक मान्छे त नि यो दुनियाँमा त छन् होला, तर मैले देखेँ होइन। कसम यति अल्छी लाग्छ नि यो बिहान उठ्न भनेपछि। यस्तो छ कि हेर्नु त, मौसम चिसो मौसम। वाउ नाइस, चिसो मौसम गरेको छ होइन, एकदम चिसो मौसम गरेर। यो नबजाइकन त आइयो बा। यो पारीको हाम्रो गाउँ हो है। म खोलाबारी आइसकेँ। केटाटीहरू स्कुल जाँदैछन्। टक्क यता गहुँ फलेको छ, गहुँ पाक्न लाग्छ। यता मकै सकै छ। यो के रहेछ यो, मैले अहिलेसम्म बुझ्न सकिनँ यो के हो भनेर। यो घर र यो झुपडी देखेर एउटा याद आयो कि हामी त्यो सानोमा कोही बाख्रा साख्रा चराउनु जाने बेलामा यस्तै घर बनाएर बस्थ्यौँ क्या, भाँडाकुटी खेल्थ्यौँ, मस्त मजा आउँथ्यो यार। अचार के भन्छन् त कुन्नी। यो पनि स्कुलै हो, यो नजिकको हो। यो यता फेरि यस्तो छ। यही हो कि अरू त देखाउन लायक त केही छैन कि। न म कतै घुम्न जान्छु, न के गर्छु। घुम्न जान्छु कि जान्न भन्ने कुरा त त्यस्तै हो, जान्थेँ होला तर अहिले कहीँ जानु छैन। बिहान स्कुल उठ्यो, स्कुल गयो, फेरि आयो, ब्याग फाल्यो, फेरि खाना खायो। त्यही हो कि रुटिनै त्यही हो, केही छैन रुटिनहरू। म त अनमन्न पर्छु है। अस्ति त अब कस्तो खालको भ्लग बनाउने भनेर यस्तो कन्फ्युज भएको चाहिँ भ्लग फेरि बनाउन मन लाग्छ। मेरो जिन्दगी नि यस्तै छ कि हुँचो अल्को के हो मेरो दुनियाँ। एक लास्टै बोरिङ खालको दुनियाँ छ मेरो, लास्टै झ्याउ छ। फेरि यस्तै खाली ठाउँमा फेरि मैले भ्लग बनाउने, फेरि मान्छेहरू देखिस् त फेरि लाज लागिहाल्छ। खै म के खान जन्मियो यार। हाम्रो बुवा मम्मीले एउटा छोरो भए त पुरा प्रगति गर्ला भने यो छोराले प्रगति गर्दैन, एक्लै हो प्रगति गर्दैन। मलाई त त्यो सम्झेर पो हाँसो लाग्छ यार। उकालो तर्फ नि आइयो। स्कुल चाहिँ बवाल छ कि त्यो भित्रबाट झन् बवाल छ। यो पनि स्कुलै बनाउने भन्थे गर, खै के बनाउने हो यार। सो हेर, आज मैले स्कुलमा रमाइलो गर्छु कि गर्दैन, भिडियो बनाउने झ्याउ लाग्छ कि साथीहरूले के भन्छन् भन्ने कुरा नि हुन्छ होइन। खासै रमाइलो लाग्दैन कि। अब त केटाहरूसित त कम रमाइलो हुन्छ होइन। सबैलाई थाहा नि त जिन्दगी भनेको त कस्तो रमाइलो हुन्छ नि। तर साथीहरूसित क्यामेरा यो हात पाट्यो कि कहिले बानी परे भए पो हुन्छ अरे यार। यस्तो बवाल छ कि ठाउँ चाहिँ हाम्रो स्वर्गै हो कि। तो चलिए शुरू करते अब हम स्कूल लाइफ का बारे में।
दिनार पनि बुझ्दैन के गर्ने होला अब ल ल बेबी आई लभ यु तर भिडियो त बवाल आछ यार के डन हेर्ने हो हैन के भिडियो कि भिडियो के यस्तो बवाल आहा ओए मेरो बारेमा के डन गरे भनेको के भन न कोइ ल तल मेरो बारेमा के कुरा यता हेर न ओए के रे बुहारी के यतो खिमी ऊ हैन उसले भने के रे खिमी हो त्यो अल्की अल्की हो त्यो ए बाउले के अरु गोरला बोलाइदिन्छ अहिले भन्थ्यो के रे के फेरि नाच के तेरो त भर पनि छैन माछा ना 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 भिडियो बनाइदिन्छु। गाडी भएको ठाउँमा म घुसेट्दैन मार्नु छैन यसको मैले भिडियो बनाइदिएको छु के दिपेश गर्लफ्रेन्ड अगाडि गर्लफ्रेन्ड के साथी तेरो गर्लफ्रेन्ड के डेन ल नगर यो